र आफ्नै त हो नि तरिकामा ओह 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 हो भिडियो यसै गर्न गएको साथीहरू भिडियो कसरी गर्ने दिपेश सरसँग सिक्नुहोस् क्यामेरा उही तल ठडायो भने उही माथि लग्ने बस उही माथि लग्ने बस बस 360 हो। हेलो गाइज वेलकम टु माई च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै अनि फिट एन्ड फाइन नै छु होइन। अनि म चाहिँ आज शुक्रबार हो होइन म चाहिँ भ्लग 2-3 दिन पछाडि हाल्छु। आज चाहिँ हाफ टाइममा आएर पनि म चट्ट घरमा बसिरहेको छु। अनि हाम्रो चाहिँ गेम खेल्न जाने प्लान चाहिँ भइरहेको थियो अनि केटाहरू चाहिँ अलि यस्तो जाने मन नलागे यस्तो गरेन तबै हेरौँ अब गेम खेल्न गयो पनि गयो। त्योभन्दा अगाडि चाहिँ म आज चट्ट लगाएर यहाँ हाम्रो घरको छेउमा भवन लगाउन लाने नि त त्यहाँ भवन लगाउन लान अनि त्यहाँ चाहिँ हामीहरू गिटी चाहिन्छ नि त त्यो भएर आज चट्ट लगाएर कुर्दिउँ न घरको लागि नि सहयोग अब गिटी सिटी कुद्नु पऱ्यो यस्तै यो गाइस। अब हल्का गाउँतिर काम पनि गर्नु पऱ्यो नि त अब काम गर्नु पऱ्यो सहरतिर त्यस्तो काम हुन्न के पढ्ने भन अब कसै कसैको काम चाहिँ हुन्छ खास काम हुन्न त्यही गाइस। अब चाहिँ म एकछिन कामसम्म गर्छु अनि त्यही हो काम पनि गर्नु पऱ्यो नि त जति भलक बनायो नि चाहिँ फेरि तेलसेल लाएर चिटिक्क पारेर हजुरको माझ आइसकेको छु गाइजहरू किनकि अब फेरि एकै कन्टेन्ट ल्यायो भन्नु होला होइन। म चाहिँ फेरि आज चट्ट लगाएर गेम खेल्न जानु लाग्यो होइन अनि बिहानसम्म जानु फिक्स भएको थिएन अघि कामसम्म गर्न लाग्थेँ जानु फिक्स भयो अनि अहिले चाहिँ हामी 3जना जानु लाग्यौँ अरू चाहिँ भोलि आउने कुरा चलिरहेको छ। अनि अहिले चाहिँ म दिपेश रजिन जानेवाला छौँ अरू चाहिँ पछि आउँछन् होइन। अनि चट्ट लगाएर म तेलसेल लगाएर रेडी भइसक्यो भनौँ अब के गरेर यही त गाउँतिर गेम तेलसेल लगायो अब टाउसको अलरेडी भएको थियो नुहाएको थिएँ बिहान अब कपडा सपड लगाएको छु जानु पऱ्यो हेरौँ गेम के हुन्छ कस्तो हुन्छ। यहाँबाट चाहिँ हाम्रो 2टा लिडरहरू हुनुहुन्न एउटा क्याप्टेन भनौँ कालीको एउटा खेल्ने अन्जन विष्ट अनि अर्को रविन्द्र विष्ट कर्णाप्रति खेल्ने हुनुहुन्छ उहाँ 2टा चाहिँ हाम्रो वडा खतरा नै हो पालिका खतरामा आएर पालिका गेम खेल्न जानुभयो वडा गेम पऱ्यो नि फेरि यता हामीहरू जानु लाग्छौँ टिम खासै राम्रो छैन तर लेट्स सी हारिन्छ जितिन्छ केही छैन तर पनि अब आफ्नो वडाको सहभागिता जनाऊँ भनेर चाहिँ हामी जानु लागेको होइन। त्यही हाम्रो पुरानो टिम चाहिँ छैन पुरानो अब 2-3जना 2जना छौँ 3जना छौँ अरू चाहिँ नयाँ हुनुहुन्छ 3जना जति अब हेरौँ कस्तो हुन्छ नयाँसँग खेल्दा एक्सप्रेसन अनुभव त्यही अनुसार खेल्नुपर्छ त्यही गाई त अब हामी जानु लागेको भाइ पनि आउँछ अनि भाइसँग भेटेपछि चाहिँ हजुरसँग भेट्नेछु गाई हामी चाहिँ चट्ट लगाएर हिँडेर पनि अब नदी तर्न थालिसक्यौँ होइन यो ट्याक्क नदी तर्न लगाएको अब यहाँबाट चाहिँ हामीलाई त्यही 2 घन्टा लाग्छ होला जहाँ आज दिदी घर बस्ने प्लान छ नदीमा पुगिसक्यौँ अब जाऊँ यहाँ पुल बन्न लगाएर छ नयाँ पुल चट्ट लगाएर यो पुरानो पुल हो नि त चुटेको लगाएको 3 वर्षभन्दा धेरै भइसक्यो चुट्न लगाएको अनि आजकल चाहिँ गरान त्यही गाई हामी चाहिँ टट्ट जानुपर्ने हुन्छ त्यही हो। नदी तरेसँगै हाम्रो बेड श्रृङ्खलासँग भयो श्रृङ्खला भने कक्षा 12को परीक्षा सकेर घरतिर फर्किँदै रहेछ त्योसँगै हामी 3जनाको यात्रा क्रमशः अगाडि बढ्यो। लगभग 2 वर्ष जति अलपत्र रहेको रगाड पुल भने अहिले निर्माणाधीन अवस्थामा रहेको रहेछ। हामी त्यो ठाउँको भिडियो कैद गर्दै क्रमशः अगाडि बढ्यौँ। त्यो ठाउँमा ढुङ्गा बालुवा र गिट्टी निर्माणको लागि सङ्कलन गरिएका थिए। गाइस हामी चाहिँ हिँडिरहेको छौँ होइन म चाहिँ हाम्रो मावली घर भन्नाले चाहिँ माथि हिँडिरहेको छु मावल भन्दा हल्का माथि हिँडिरहेको छौँ होइन चट्ट लगाएर 2जना केटा पछाडि छन् म चाहिँ अगाडि हिँडिरहेको छु होइन एकदम गाह्रो उकालो छ फेरि माथि रोड पुगिसक्यो सजिलो फेरि पाइलो छ थाहा छ आज त्यही 9 बजे 8:30 बजी अगाडि पुगिँदैन तैपनि जाम भोक पनि लाग्यो गाइस अब हेरौँ कहाँ के हुन्छ केटाको पछाडि म त चिनमा हिँडिरहेको छु म अगाडि चिनमा हिँडिरहेको छु गीत बजाउँदै भलक बनाउँदै गीत बजाउँदै होइन चट्ट लगाएर रोड चाहिँ बाटो जस्तो छ हाम्रो गाउँतिरको यहाँ चाहिँ साइकल राइडरहरूले चलाउन पाए हुन्थ्यो तर हाम्रो गाउँमा त्यस्तो विकास छैन नि त साइकल राइडरहरू कोही छैनन्। ब्याकग्राउन्डमा हाम्रो गाउँ कस्तो देखिया कमेन्ट गर्नु होला। चट्ट लगाएर यही हाम्रो गाउँ है मोबाइल छ त देखाएन मुटु मोबाइल छ यही ठाउँ जाम हेरौँ के हुन्छ कस्तो हुन्छ एकछिन हिँड्नुपर्छ हामी चाहिँ रोडमा पुग्न आइसक्यौँ यो एउटा रोड हो यहाँभन्दा त कयौँ धेरै माथि 1 घन्टा जति चाहिँ चट्ट 1 घन्टा जति हिँड्नुपर्छ त्यसपछि माथि रोड भेटिन्छ मेन रोड पालिका जाने अनि पालिका जाने रोडमा चाहिँ गयो भने आज दिदी घर बसे हुन्छ। अब म हिँडिरहेको छु टो लगाएर यस्तो गाह्रोमा अघि यिनीहरू पछि हिँड्दा थिएँ म पछि हिँड्दा थिएँ अघि
तिनीहरू दुईजना अगाडि हिँडिरहेको थिएँ। अहिले चाहिँ म अगाडि हिँडिरहेको छन् पुरा गर्दै हिँडिरहनु म हिँड्न नसकेर जतिसक्दो छिटो यिनीहरूभन्दा अगाडि जाने प्रयास गरिरहेको छु, सकिरहेको छैन गाइस। अहिले हाम्रो ग्राउन्ड हेर्नुहोस् यस्तो छ चट्ट लगाएर, यस्तो छ बब्बाल त भन्न मिल्दैन, खतरनाक छ भन्न मिल्छ, खतरनाक छ गाइस। हामी यात्रा गर्दा गर्दै बाटोमा अँध्यारो भइसकेको थियो र त्यो सँगै हामीहरूले आफ्नो गाउँको रातिको एक झलक बनाउँदै हामी क्रमशः दिदी घरतिर अगाडि बढ्यौँ। दिदी घर पुगेसँगै हामी एकछिन भान्जीसँग रमाउन थाल्यौँ। भान्जे भने हातमा सिटी लाग्दै फुक्दै रमाइलो गरिरहेका थिए र उनको हातमा चाउचाउ समेत थियो। दिदीले भने उनलाई एउटा चाउचाउ खोलेर खुवाउँदै हुनुहुन्थ्यो। केही छिनपछि हामीहरूले खाना खायौँ र दिदीको घरमा नै सुत्यौँ। सो गाइस दिस इज द नेक्स्ट डे। जहिले नि दुई तिन दिनको एउटा भ्लग गराउँछ होइन। म चाहिँ त्यस्तो लगाएर आज चाहिँ दिदीकोबाट खानासाना खाएर हामी चाहिँ क्रमशः अगाडि बढिरहेछौँ। दुईवटा केटाहरू चाहिँ पछाडि आइरहेछन् मजाले, त्यहाँ खोलामा हिँडिरहेछन्, अनि म चाहिँ अगाडि चट्ट लगाएर होइन, अनि यस्तो रोडै हिँडिरहेको छु होइन। एकदम रमाइलो छ भनौँ। अब योपटको गेम चाहिँ जित्ने जस्तो लागिरहेको छैन मलाई, किनकि दुईवटा प्लेयर राम्रो हुनुहुन्न, अरू पनि खेलाडीहरू नआउने कुरा सुनिरहेको थिएँ मैले। अब को आउँछ हेरौँ, अब जो आयो तिनीहरूसँग खेलिदियो। अब त्यो पनि शान्तिनी म्याच धेरै त होइन, त्यो पनि हामी सक्दैनौँ जस्तो लागिसक्यो। अब हेरौँ गेम खेलौँ, अब हारे जित्यो नि होइन। अनि भाइहरू चाहिँ त मजाले चिलसँग हिँडिरहेछन् मजाले होइन। त्यो पनि अहिले भिडियो गरेर आएको थियो 3 आँटे पार्न है। अब त्यही त हो त, अब सपोर्ट गरिदिनु गाइस, अनि सब्सक्राइब गरिदिनु नयाँ हुनुहुन्छ भने, अनि पुरानो हुन्छ भने एकपटक चट्ट लाएर लाइक अनि भिडियो अन्तिमसम्म हेरेर कमेन्ट गरिदिनु होला। अनि त्यही हो, अब चट्ट लाएर म चाहिँ अब जान लाग्यो भनौँ होइन। अरू भन्नु के नै छ त्यस्तो, गेम भन्ने कुरो यस्तै, गेममा चाहिँ अब सिधा कुरा करियर छैन। अनि खाली टाइम भयो भने चाहिँ खेलिदियो, खाली समय भयो भने चाहिँ खेलिदियो। यस्तो समय निकाली चाहिँ म खेल्दिनँ। अब त्यही पनि अब स्कुल छोडेर चाहिँ कहिले नि खेलिन्न होइन। मेरो कन्सेप्ट चाहिँ अहिलेसम्म त्यही छ, अब स्कुल छोडेर नखेल्ने। अब पछिको कुरा, अब फ्युचरको कुरा कसलाई थाहा के हुन्छ होइन। मैले चाहिँ सोचिरहेको छु 10 क्लासको अब आउने 10भन्दा पछाडि चाहिँ म यस्तो भलिबलमा गेमतिर यस्तो फोकस दिनेवाला छैन, किनकि अब गेममा त्यस्तो भविष्य पनि छैन नि त, फ्युचर पनि छैन। त्यो भएर मलाई यस्तो भलिबल बिस्तारै छोड्ने प्लानमा छु म। अब के हुन्छ हेरौँ, लेट्स सी। मेरो चाहिँ सोच भनेको भलिबल बिस्तारै छोड्ने हो। अब समय र परिस्थितिले के भन्छ, अब छिटो छोड्नुपर्छ, ढिलो छोड्नुपर्छ, त्यही नै हो। छोड्दा चाहिँ एक दिन छोड्नु नै पर्ने हो। त्यही गाइस, अब चट्ट लगाएर जाम। टुर्नामेन्ट हुने ठाउँ चाहिँबाट अब 15 मिनट जति लाग्छ। जाउँ के छ राख्ने त भने तरिकामा हाम्रो गाउँ होइन। हेर्नु गाइस, त्यति भलो भिडियो बनाउन लगाएर भाद्र हात नरेल भने जस्तो केही सामान पाउनुहुन्न। अहिले त फेरि भिडियो ठाडै जे मनलाई त्यही गरिदिन्छ। गाइस आज तेस्रो दिन चट्ट लगाएर गेम खेल्न आएको। अस्ति आएँ, हिजो बस्यौँ, फेरि आज चट्ट लगाएर अब सेमिफाइनल गेम चाहिँ जित्नु जस्तो लागिरहेको। सेमिफाइनल गेम खेल्नु पऱ्यो, त्यसपछि फाइनल गेम खेल्नु पऱ्यो, अनि त्यसपछि जानु पऱ्यो चट्ट लगाएर। अब सेमिफाइनल जित्नु जस्तो लागिरहेको, फाइनल गेम के हुन्छ हेरौँ कस्तो हुन्छ। अब चट्ट लगाएर आएको 3 दिनसम्म भइसक्यो। भ्लग पनि अब त्यस्तै हो होइन, त्यस्तो भ्लग गर्न टाइम पनि हुन्न। अब धेरै केटाहरू हुन्छ ग्रुपमा, भ्लग गर्न पनि मन लाग्दैन। अनि हामी चाहिँ फेरि आज हिजो पनि दिदी घर बस्थ्यौँ। आज बिहान खानासाना खाएर फेरि हिँडिसकेका छौँ गाइजहरू। यत्रो बबाले घाम छ, घाम पा टाउको धोएर फ्रेस भएर चल्दिरहेको हामी चाहिँ होइन। त्यस्तो केही बोल्नु केही छैन। ओ डिएमसी केही छ बोल्नु? डिआई सर केही छ? डिआई सर बोल्नु? उहाँले चाहिँ सेल्फी मात्रै हिँडिरहनुमा मजाले त्रिफुल्ला पनि खाना पाइहान्, धेरै हल्का फुल्का खाना पाइहान्। गाउँ गएर अब काफल पनि अब के सकिसक्यो जस्तो लागिसक्यो। तै पनि हेरौँ अब के हुन्छ। काफलहरू पाक्न सुरु भएन भन्थ्यो कसैले काफल पाकेर सकिसक्यो भन्छन्। खास कुरो मैले बुझ्न सकेको छैन वास्तवमा भन्नुपर्दा गाइजहरू होइन। भला पनि यस्तो भइरहेको, अरू सब्सक्राइब गरिदिनु होला चट्ट लगाएर,
छिटोभन्दा छिटो सब्सक्राइब पुऱ्याइदिनलाई साथीहरू के छ र भाइमा स्टाइल पारेको हल्का फुल्का स्टाइल पनि पार्नु पऱ्यो के छ र त्यही त हो नि अब हामी चाहिँ रोडमा पुगिसक्यौँ होइन रोडमा पुगेर चाहिँ रोड अलि उता गएर त्यहाँबाट फेरि माथि जानुपर्ने हुन्छ त्यही हो अब डेली उयो भ्लग गरेर आइरहेको छु उही बाटो हिँडिरहेको छु के देखाउनु होइन यस्तै छ जिन्दगी चलिरहेको छ रमाइलो छ भनौँ पढाइ छोडाएँ आज आइतबार भयो आज पढाइ पनि छोडियो स्कुलको एक दिन डह्रो घाटा लाग्नेवाला छ त्यही हो साथीहरू के छ र आफ्नै त हो नि तरिकामा ओह भिडियो यसै गरेर मात्रै गएको साथीहरू भिडियो कसरी गर्ने दिपेश सरसँग सिक्नुहोस् क्यामेरा उयो तल ठडायो भने उयो माथि लग्ने बस उयो माथि लग्ने बस 360 हो साथीहरू म एकछिन चट्टो लगाएर पानी खान्छु यार पानी लगाएर यार होइन चट्टो यस्तो रहेछ पानी 12 बजीसक्यो होइन चट्टो लगाएर हामी चाहिँ क्याम्पसमा यहाँ पछाडि पनि भवन छ यहाँ पनि भवन छ होइन क्याम्पस खासै पढाइ चाहिँ हुँदैन रहेछ अनि यहाँ चाहिँ ग्राउन्ड चाहिँ बहुत ठुलो छ क्या अनि त्यस्तै हो आज चाहिँ खासै मान्छेहरू छैनन् अहिले चाहिँ सेमिफाइनल गेम आयोजक र अर्को कुमुला केटाहरू खेल्दैछन् हामीहरू चाहिँ फाइनल छिरिसक्यौँ अब हामीहरू छुट्ने त उता फेरि होइन गाइस जहाँ गएर फर्स्ट आउने हो अनि त्यही हो अब यसपछि हाम्रो गेम छ अनि खेल्नु पऱ्यो जानु पऱ्यो त्यस्तै हो अब गाह्रो छ भन्दा पनि रमाइलो पनि छ गर्ने पनि छ लास्ट टाइमै अब चाउचाउ खानु पऱ्यो जस्तो लगाएर भोग्ला है फेरि चाउचाउ खानु पऱ्यो एउटा त्यसपछि अरू रमाइलो गर्नु पऱ्यो त्यस्तै त अब यसपछि हाम्रो गेम छ जसले जित्यो त्योसँग अनि अरू त्यस्तै हो चाहिँ अलि पानी आज आएन अलि पानी तिर्खा लाग्यो मलाई त्यो अब चट्टो लगाएर खेल्नु पऱ्यो बस्नु पऱ्यो के छ र गाइजहरू सपोर्ट गर्नु होला मेरो भन्नु यति छ है मजा आएर खेलिरहेको छ नि मजाले आज खास अडियन्सहरू छैन किनकि सबैजना टाढा टाढा आउँदा सब हार्दै गइहाल्यो हो बिहान पनि मान्मुखको आएको थियो सुन्दरमुखमको भइहाल्यो त्यहाँ हाम्रो 2 टिममा 3 टिम मात्रै छ अब त्यही टिम मात्रै खेल्ने जाने के छ र